guys, Maya, welcome back to my YouTube channel. So, आज चाहिँ म विशाल मेगा मार्टमा जाँदैछु गुडगाउँ अनि त्यहाँनिर चाहिँ म सपिङ गर्नु आउँछु गाइस विशाल अब अन्त यता जान्छु हैन अब बाई 3 गेट 1 अरे हो अफर लागिरहेको छ जस्तो छ यता जाइगा घुम्ने अच्छे से अब यता गएर देखाउँछु ल के किन्छु सो यहाँ बस्न आँटेको हैन अब यहाँबाट एकछिनमा देखाउँछु तपाईहरुलाई सपिङ गर्दैछु यो सब 99 को गाइस अन्त म यहाँ तलबाट आएको अब यहाँ माथि जान्छु अन्त भर्खर यो टी सर्ट हेरिरहेको छु होइन अन्त यो अहिले हेर्छु के गर्नुपर्छ हेर्नु सक्नुहुन्छ टेडी बेयरहरू आमामा कति बेसी बेड कभरहरू पिलो कभर So guys, मैले चिप्सहरू लिएको छु ला ऊ सानो नानीलाई लाग्यो So pretty guys, only 99 so म चाहिँ अहिले फिलहाल यही लगाएर हिँड्दैछु So again guys, मैले किनिरहेको छु So यहाँबाट चाहिँ निस्केको होइन अब अनि यसको बाटो So guys, म चाहिँ सपिङ गरेर पाइरहेको छु अब अर्को लोकेसनमा फेरि जान्छु गाइस दिल्लीको जिटिएमा छु म बाहिर पनि के दामी देख्यो गाइस यही सपिङ गर्दै हिँड्दै सिक्किमको सेम टोटली सेम थियो अनि मैले के किनेन हैन भारीमाथि सुपारी के गर्नु भनेर अन्त के किनेर मैले चाहिँ सबै म बाहिर निस्केँ अब कहाँ एक्सप्लोर गर्छु त्यो तपाईँलाई जान्दै देखाउँदै गर्छु ल अहिले म चाहिँ इन्डिया गेट जाँदैछु अनि आएको छैन अहिले चाहिँ फिलहाल अनि म चाहिँ यहाँ मस्ती नगरी बस्न सक्दिनँ अनि त्यही भएर अब यहाँबाट म निक्लिनेवाला छु गाइस तर यहाँबाट निक्लेर म चाहिँ फेरि यताबाट घुमेर आउँछु अनि केही नभएको जसरी पस्छु So guys, म चाहिँ फर्स्ट पाएको छु किनभने राति भएर चाहिँ होइन सब खाली छ गाइस अहिले चाहिँ म राष्ट्रपति भवनमा छु भवनको अलिक पछाडि भनौँ न यो सिधै पछाडिको चाहिँ इन्डिया गेट यो परेको चाहिँ पार्लियामेन्ट हो गाइस 26 जनवरीमा नि गाइस परेड खेल्छ नि त्यो चाहिँ यहीँबाट हो यहाँबाट ऊबाट अब कत्रो लामो बाटो रहेछ नि त कस्तो मजा राति पनि मजा आउँदो रहेछ मजा आएको गाइस यो चाहिँ अब भित्र जानु पाउँदैन नि त सो अब यहाँबाट चाहिँ फेरि पर तपाईँले देख्थ्यो होला इन्डिया गेट त्यहाँ जाने हो गाइस यहाँ चाहिँ रोड क्रस गर्नुपर्छ उयो बिचमा हैन राष्ट्रपति भवन त्यहाँ गइसके
अब जाँदैछु इन्डिया गेटमा। ऊपर सायद तपाईँहरूले देखिनँ त्यो अलिअलि पिलिक पिलिक गर्दै गरेको चाहिँ त्यो बाइक होइन गाइस, त्यो चाहिँ अब हामी यहाँ यो रोडमा चलाउनु पाउँछ गाइस। सो म चलाउनेवाला छु, तपाईँहरूलाई दिखाउँछु। वीडियो बना सकती हो आपका? हाय। सो आप कब तक रहते हो? हम 10 बजे तक रहते हैं। 10 बजे तक। गाइस कस्तो मजा आयो। बनाएँ नि त मैले अलि यहाँ भिडियोहरू बनाउनु दियो गर्नु लाग्यो। फेरि क्या मजा आयो, आफै चलाउनु स्पिड भयो कि अब क्या डर राखेको नि। 100 रुपिस अरे यहाँबाट पर गएर परदेखि चाहिँ वापस आयो भने चाहिँ 100 रुपिस अरे होइन। अप्पर मजा आयो। यहाँ दाजु आउनुहोस् न, उसकै थियो त्यसमा चढ्यो। गाइस यो चाहिँ नानीहरूको लागि थियो अनि यसको पनि प्राइस 100 रुपिसमा थियो होइन। तर यो चाहिँ पुरा साउन्ड गऱ्यो नि त, अनि त्यही भएर यसको साउन्ड पनि कम्ती गऱ्यो अनि यसको स्पिड पनि थिएन। अनि तपाईँहरूले देख्नुभयो होला यसमा चाहिँ 4 व्हिल छ अनि ड्राइभ पनि मैले इन्जोय गरेँ। ₹100 अरे गाइस। अब तर अब चलाउनेहरूको लागि चाहिँ नि एकदम दामी। अब गाइस त्यो टिलिलीवालामा क्या मजा आयो गाइस। रोड क्रस गरेको अहिले चाहिँ यसरी नै क्रस गर्नुपर्छ। यहाँ चाहिँ तपाईँहरूको लागि रोकिदिँदैन हो। अब यहाँ इन्डिया गेटमा जान्छु। त्यो दुईटाको बिचमा चाहिँ नि हो त्यहाँनिर चाहिँ यो बाइकहरू थियो नि। हेलो एन्ट्री बन्द है। एन्ट्री बन्द भयो। यहाँ जानुवाला थियो केही छैन। यहाँबाट चाहिँ एन्ट्री नै दिएन हो। तर आई हेभ एन आइडिया, अर्को ठाउँबाट पस्ने म प्रयास गर्नेछु गाइस। म चाहिँ यो पछाडिको बाटोबाट यस्तो गरेर लुकेर आएको होइन। त्यही भएर यहाँ आएर चाहिँ फोटो खिच्नु पऱ्यो भनेर नि त यहाँबाट आएको। गाइस म चाहिँ यहाँ पछाडि कुदै आएको होइन। अब साइरन बजेको सुत्ने होला, बन्द त भइसक्यो। यति टाढो आएर होइन यहाँ नजानु भनेर नि जान्छु। सो गाइस त्यो रेलिङ नागेर त्यो त्यहाँनिर कुदेर आइपुग्यो। सो गाइस अब चाहिँ फर्किनेवाला छु। सो गाइस तपाईँहरू दिल्ली आउँदाखेरि चाहिँ फोटो खिच्नु चाहनुहुन्छ भने वहाँकोबाट लिन सक्नुहुन्छ। मैले एकदम सस्तोमा गरिदिनु। अब 2-3वटा एक्स्ट्रा पनि खिचेको छ। सो आज चाहिँ म घर जाँदैछु। मतलब आज चाहिँ मेरो ट्रेन छ अनि 11 बजी 11:30 छ नि त। अन्त अहिले चाहिँ 9:30 भइसकेको छ। सो गाइस अब जानेवाला छु गाइस। सक्यो मेरो सोलो ट्रिप। यही हो लास्ट अब। यहाँदेखि बादमा अब म तपाईँलाई देखाउँछु। म चाहिँ स्टेसनमा आइपुगेँ गाइस। सो बाई दिल्ली, सी यू नेक्स्ट टाइम।